विशेष गरी ल्याएर त्यो मौलिक हकको अधिकार हटाउनुपर्छ संविधानबाट, त्यो यदि पनि सजिलो छैन जस्तो लाग्छ। आजको कुरा म के राख्न चाहन्छु, राष्ट्रले हामी यो डेमोक्रेटिक राष्ट्रमा छ। नेपालले धेरै अन्तर्राष्ट्रिय सङ्घ संस्था र राष्ट्रसँग सहमति सम्झौता पनि गर्छ, सन्धि पनि गर्छ। जसरी 17-18 जस्तो मैले हेरेको छु, 17-18 सन्धि सम्झौताहरू गर्छ। त्यसमध्ये हाम्रो छ सिभिल एन्ड पोलिटिकल राइट्सको एउटा सन्धि सम्झौता। के नेपालले डेमोक्रेटबाट बाहिर जान सक्छ? त्यतिको ठुलो डिसिजन यो सरकारले लिन सक्छ? त्यो कुरामा पनि सरकारले चाहिँ एकदम गम्भीरतापूर्वक लिएर यसको स्टेटस दिनु पर्थ्यो। म यसै सन्दर्भमा के कुरा भन्न चाहन्छु, विद्यार्थी सङ्घ सङ्गठन किन खारिज गर्नु पर्यो? विश्वको ठुलो ठुलो क्रान्ति, नेपालको छोडो, इन्डिया आजादको कुरा गर्दा पनि भगत सिंहले लेख्नु भएको, सुरुमा भगत सिंहले पनि विद्यार्थीहरूलाई आह्वान गर्नुभएको थियो, त्यहाँ पनि विद्यार्थीहरू लागेका थिए। नेपालको सन्दर्भमा 2007 सालदेखि होस्, पूर्व पञ्चायती व्यवस्था होस्, बहुदलीय कुरा होस्, 65-63 को आन्दोलन होस् वा यो जेनजी मुभमेन्ट, यो सबैको अग्र पङ्क्तिमा रहेर यही विद्यार्थीहरूले परिवर्तन ल्याएका छन्। यो क्रूर सत्ताको विरोधमा लड्ने प्रथम र अग्रपङ्क्तिमा रहेको विद्यार्थीहरूले अहिले सरकारले किन बेन्ड गर्न खोज्दैछ भनेर सरकारको नियतमाथि हाम्रो क्वेसन उठेको छ। हुनसक्छ हामीले आत्मसमीक्षा पनि गर्न जरुरी छ। विद्यार्थी सङ्गठनहरूले विगत दशकदेखि आफ्नो मूल एजेन्डा पनि बिर्सेर माओवादीको हिसाबले वा सत्ताको साथमा उभिएको जस्तो देखिन्छ। जब विद्यार्थी सङ्गठनहरूको मेन उद्देश्य र यो काम पनि सत्ताको विपक्षमा उभिनु, जनताको पक्षमा उभिनु। केही सालदेखि केही विकृतिहरू विसङ्गतिहरू आएका छन्, त्यसले हामीले आत्मसमीक्षा पनि गर्न आवश्यक थियो। मैले नेपाल विद्यार्थी सङ्घ अध्यक्षको नाताले पनि यहाँ कुरा राख्नु खोजेको हो। केही कमी कमजोरीमा हामीले आत्मसमीक्षा गरेर सुधार गरेर नियन्त्रण गरेर हामी गर्नुपर्ने अवस्था थियो। तर यसले खाली गरिदिनुपर्छ भन्ने कुरा छैन। यो देश आज डेमोक्रेसीमा छ। यति ठुलो विभिन्न कालखण्ड एउटा तानाशाह सरकारबाट बारम्बार लडेर मरेर शहादत प्राप्त गरेकी विद्यार्थीहरू यहाँसम्म लिएर आएका छन्। किन यसले ब्यान्डेज गर्नु पर्यो? एउटा हाम्रो विश्वविद्यालयहरूको एन छ, ट्रिब्युनलहरू छ, त्यसमा पनि व्यवस्था छ। सिनेटमा 2 जना सभापतिहरू हुनेहरू, त्यो खारिज नगरिकन विद्यार्थी सङ्गठन कसरी खारिज हुने हो, जसको स्वयं अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ। यो सबै कानुनी जटिलताहरू पनि सोचेर यस्तो चाहिँ एसेस आउनु पर्थ्यो। देश अहिले ठुलो मुभमेन्टबाट, ठुलो एउटा आन्दोलनबाट, ठुलो ध्वस्तबाट, एउटा खरानी भएको अवस्थाबाट मेन्डेट पाएर सरकार जुन आएको थियो, यो 5 साल देशलाई शान्त बनाएर प्रगतिशील बनाउनु पर्थ्यो, डेभलपमेन्टतिर लगाउनु पर्थ्यो, सुशासनतिर लगाउनु पर्थ्यो। तर आएको समयदेखि नै देश झन् उस्तै अशान्त हुँदै गइरहेको छ। यसमा पनि बोलिदिएको हो प्रथम पक्षमा, अहिले पनि बोल्ने विद्यार्थी सङ्गठनले हो। त्यही भएर यो सरकार अटोक्रेसीतिर गएर जानु खोज्दैछ भन्ने कुरा हाम्रो आरोप पनि रहेछ। यो जसले सरकारको पूर्णतामाथि सबभन्दा पहिला आवाज उठाउने, सङ्घर्ष गर्ने जुन काम एउटा वर्ग छ विद्यार्थीको, त्यसले किन हामी ध्वस्त पार्यौँ, त्यसले किन ब्यान्डेज गरिदिउँ भन्ने नियतले यो सरकार एउटा प्लानको तर्फ गइरहेछ भन्ने कुरा हाम्रो पनि आरोप एउटा ठहर पनि रहेको छ। र यस्तो नहुनु पर्ने, हुन पनि सक्दैन। यो देश डेमोक्रेसी हो। अब अटोक्रेसीतिर जाने सम्भव पनि छैन। तर प्रश्न हुँदै गयो भने हामी सबै देशवासी र विद्यार्थी लगायत सबैले हामी यसमा स्पष्ट हुने नै छौँ। अर्को विद्यार्थी सङ्घ सङ्गठनहरू कसरी खारिज हुन्छ? त्यो कतै दर्ता छैन। स्टुडेन्ट काउन्सिलको कुरा हुँदैछ वा विद्यार्थी मञ्चको कुरा हुँदैछ। सोभियत त्यसभन्दा प्रभावकारी र उत्तम प्रक्रियाबाट आएको विधिहरू छ, सिस्टममा छ। किन त्यसले हटाउने सो कारण चाहिँ हुनु पर्थ्यो, तर त्यो केही छैन। अहिले खास गरेर अझ के कुरा भन्नु पर्दाखेरि अहिले एकदम एउटा ट्रेन्ड चलेको छ।
10 जना मध्ये 1 जना कोही खराब हुँदै गर्दा त्यो 10 जनालाई चाहिँ हामीले मार्नुपर्छ भन्ने छैन। विद्यार्थी सङ्घ सङ्गठनमा केही कार्यकाल होला, केही व्यक्तिहरू होला, कमी कमजोरी होला, नियन्त्रण गरौँ। त्यतातिर सरकारको ध्यान छैन। सरकार पूर्ण रूपमा स्पष्ट देखिन्छ, सरकारको नीतिले पूर्ण रूपमा स्पष्ट देखिन्छ। गभर्मेन्ट डेमोक्रेसीबाट अटोक्रेसीतिर लान खोजेको। यो म प्रश्न गर्न चाहन्छु, यसमा हामी विद्यार्थीदेखि लिएर समाजका अगुवा पनि यसमा एकदम केन्द्रित भएर सेन्सिटिभ तरिकाले गहिरो तरिकाले सोच्नुपर्ने अवस्था छ। जुन टपिक छ विद्यार्थी सङ्घ खारिज किन गर्ने भनेर स्पष्ट हुनु पर्यो सरकार। त्यसपछि बाटो हेरिन्थ्यो। यति कुरा राख्छु। धन्यवाद। प्रश्न एउटै हो कि चेन्ज भयो?